अहिले 5:35 गइसकेको छ। तैपनि यो हिमालको र घामको टकले हिमाल टल्किएको हुनाले यहाँ पारी उज्यालो देखिरहेको छ। यो सेतो हिमाल र यो कालो 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 छिर्केमिर्के ढुङ्गाको धारिलो ढुङ्गाको जुन बिचको भागबाट चाहिँ हामीले ट्रेकिङ गर्न सकिन्छ। यसलाई चाहिँ आम्फुलाप्चा पास भनिन्छ। यो पास गरेर गइसकेपछि चाहिँ हाम्रो शङ्खसभा जिल्लाको महाकालु बेस क्याम्पतिर पुगिन्छ र यो सेतो हिमाल जुन लामो देखिरहेको छ त्यसलाई चाहिँ बरुन्चे हिमाल भनिन्छ। यसको उचाइ चाहिँ 7000 चान्चुन भएको जस्तो लाग्छ। मलाई एक्ज्याक्टली त्यो चाहिँ थाहा छैन। अब मैले हिँड्ने बाटो चाहिँ यता यो पारीको चाहिँ यो क्याम्प हो। यो आर्मी क्याम्प पहिला यहाँ एउटा ठुलो लेक थियो यो माथि। त्यो लेक फुट्यो भनेदेखि चाहिँ यहाँ तलतिरको गाउँहरू सबै बगाउने डर भएको हुनाले यहाँ आर्मी क्याम्प राखेर यो यहाँ माथि एउटा ठुलो लेक छ। यो लेकलाई चाहिँ उहाँहरूले पानी मुहान खोलेर यो पानी खोला बनाएर त्यो लेकबाट झरेको पानी हो यो। र अहिले त्यो लेक सानो भएको छ जस कारण कुनै पनि जे होस् बासिन्दाहरूलाई गाउँलेहरूलाई कुनै डर छैन भन्ने हामीलाई विश्वास लागेको छ। अब म हिँड्ने बाटो चाहिँ यता हो। अब यो अलि अँध्यारो भइसकेको छ। यता यो हिमालको पछाडि पहाड यो सानो घिस्कोको पछाडि भएको हुनाले मलाई अलि अँध्यारो भइरहेको छ। अब डिल पछाडि अलि उज्यालो छ तर त्यहाँ पुग्नलाई अलि समय लाग्छ मलाई। यहाँ दुईजना खैरीहरू बिस्तारै लिएर गइरहेको छ। यिनीहरू चाहिँ आइल्यान्ड पिक भन्नाले यो हाम्रो एकदम फेमस एउटा सानो हिमाल हो। त्यसको उचाइ चाहिँ 6189 मिटर रहेको छ। यो हिमाल चढेर आज उहाँहरू फर्किँदै हुनुहुन्छ। ती थकित हुनुहुन्छ त्यसैले गर्दाखेरि बिस्तारै हिँडिराख्नु भएको छ। अब यो देखिरहेको जुन दुईवटा हिमाल छ यो चाहिँ एउटा तबुचे हिमाल हो र त्यो बिचको सानो होचोलाई चाहिँ अराक्रम भनिन्छ। अनि यताको त्यो छड्के हिमाललाई चाहिँ चोलाक्सी भनिन्छ। यिनीहरू सबैको हाइट चाहिँ 6000देखि 6200 मिटरको हाराहारीमा छ। अब चाहिँ म भिडियो स्टप गर्न गइरहेको छु किनभने बाटो अलि अप्ठ्यारो छ। भिडियो खिच्दै जाँदाखेरि मलाई हिँड्न अप्ठ्यारो हुन्छ त्यसैले।